शान्ति। सभाध्यक्षज्यू, सत्यवती गाउँपालिकाका अध्यक्ष प्राज्ञिक व्यक्तित्व टीकाराम पाण्डेज्यू, उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, यस संस्था सञ्चालन समितिका समस्त सदस्य परिवारहरू, यो संस्थासँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्नुहुने सनातन वैदिक धर्मका समुपासक, मातृशक्ति एवं पुरुष महानुभावहरू, पत्रकार बन्धुहरू, सनातन वैदिक धर्ममा समर्पित भइरहनुहुने नेपाल जननीका शुभ सन्ततिहरू, विषयवस्तु माथि केही चिन्तन चर्चा परिचर्चा गर्नुपर्दा आज भगवानका अगाडि, मन्दिरका अगाडि संख्यात्मक रूपमा भन्दा गुणात्मक रूपमा विशेष उपस्थिति देखिएको छ। के को लागि किन भन्ने सन्दर्भ उद्घोषकजीले सामान्यतया बोध गराइसक्नु भएको छ। हामी नेपालमा रहने नेपाली, हामी सबै ऋषि मुनि महर्षिहरूका सन्तति, हामीले देवता मान्छौं, पितृहरू मान्छौं। देवताहरूको आशीर्वादले घर गृहस्थ आश्रमीहरू अर्थात् प्रथम आश्रमदेखि लिएर चतुर्थ आश्रमसम्मका सबै अनुयायीहरू सुखी भइन्छ, सुखी हुन्छन् भन्ने मान्यता छ। पितृहरूको आशीर्वादले घर गृहस्थ आश्रमीहरूको वंश परम्परा खानदान सुन्दर र दीर्घकालसम्म चलिरहन्छ भन्ने यो मान्यतालाई लिएर पितृको सम्मान गर्छौं। ऋषि मुनि महर्षिहरूका दिव्य उपदेशद्वारा हामीले आफ्नो जीवनलाई झरिलो भरिलो गराउँदै आएकोले ऋषि मुनि महर्षिहरूको सम्मान गर्छौं। हामीले सर्वत्र विराजमान भएको परमात्मालाई देख्दै गर्दा वयोवृद्ध, रोगी, दुखी, दरिद्री, असहाय तिनी पनि ईश्वरकै नै अंश हुन् भनेर सम्मान गर्ने गर्दछौं र यथायोग्य सहयोग गर्ने गर्दछौं। हामी यस्तै महनीय कर्मको बीचमा बाँध्दै आएका छौं। हाम्रा पिता पुर्खाहरू, पूर्वजहरू पनि यिनै कर्म नियम आचरणका बीचमा रहँदै र सन्तान सन्ततिहरूलाई यस्तै उपदेश दिँदै आएका छन्। तिनै उपदेशलाई स्वीकार गर्दै हामी बाँचिरहेका छौं र अगाडि बढिरहेका छौं। हाम्रा ऋषिमुनि महर्षिहरूले धर्मम वद, सत्यम वद, धर्मम चर, स्वाध्यायन मा परमद। बाबु तिमीले आफ्नो धर्मलाई नछोडे, असत्य भाषण कदापि नगरे, मातालाई अर्थात् आफूलाई जन्म दिने आमालाई देवता माने, पिताजीलाई देवता माने, अतिथि अभ्यागतलाई देवता माने, राष्ट्रप्रति तिम्रो अगाध स्नेह श्रद्धा निष्ठा रहोस्, सबै प्रति भगवत भावनाले सम्मान गर्दै आफ्ना दिनचर्यालाई अगाडि बढाए भन्ने हामीलाई ऋषि मुनि महर्षिहरूको यो नीति निर्देशन र आदेश छ। त्यही अनुसार अगाडि बढ्दै आएका छौं। त्यही पृष्ठभूमिमा रहँदै गर्दा हाम्रो नेपाल मन्दिरले युक्त भएको, मानव निर्मित मन्दिर नभए पनि यी शिवलिङ्गाकार आकारित यी पहाडहरू भगवान शंकरका प्रतिमूर्ति हो। अनन्त हिम श्रृङ्खलाहरू यहाँ छन्। कृष्ण गण्डकी जस्ता, रुद्र गण्डकी जस्ता पुण्य सलिलाहरू प्रवाहित भएका छन्। राष्ट्रदेव पशुपतिनाथले यो नेपाललाई संरक्षण प्रदान गरिरहनु भएको छ।
यस्ता देशमा यस्तो क्षेत्रमा जन्मेका हामीहरूले आफ्नो सनातन वैदिक धर्मको रक्षा गर्नु परम कर्तव्य हुन आउँछ। कसैले पनि धर्मलाई परित्याग गर्यो भने धर्मद्वारा परित्यक्त व्यक्तिले कदापि सुखको अनुभूति गर्न सक्दैन। बरु भिक्षा मागेर खान परोस्, भिक्षा मागेर खाएर पनि सनातन वैदिक धर्म श्रुतियुक्त धर्मको हामीले रक्षा गर्नुपर्छ। त्यसलाई कसैले पनि भुल्नु हुँदैन। अब त्यो धर्मको व्याख्या समयले गरौँला। सन्दर्भ सत्यवती गाउँपालिका वडा नम्बर 6 मा अवस्थित सबैको जनजीवनमा बगेको चोरकाटे विद्वान मनीषीहरूले चोरकाटे राम्रो भएन परमानन्द नगर राज हौ न। परमानन्द स्वामी भनेको भगवानको अवतार नै हो। झोलीमाला आफूले मात्र नसमाएर कुटीमा राखेर राष्ट्र राष्ट्रियता जोगाउन, शिक्षादेखि निमुखा भएका व्यक्तिहरूलाई शिक्षाको मूलधारमा ल्याउनको लागि, सनातन पद्धतिलाई भुलेका व्यक्तिहरूलाई सनातन वैदिक धर्मको बोध गराउनको लागि हामी जस्ता व्यक्ति अर्थात् म जस्तो व्यक्ति अगाडि नसरे अरू को सर्छ भनेर आफ्ना व्यक्तिगत पूजा ध्यान जपलाई पनि थाती राखेर कुटियामा राखेर गाउँ गाउँमा गएर हामीले सोध्दै खोज्दै जाँदा करिब 300 जति स्कुललाई सहयोग गर्नुभएछ गुरुजी। 300 त्यही हामी चान्ने चुन्ने कुरा है। त्यो सरकारको बसमा पनि गाउँ गाउँमा भएर सबैका छोराछोरीले पढ्न पाउनुपर्छ। त्यस बेलामा अझै यो वर्णभेद जातपात पनि ज्यादै भेदिलो थियो। 35-36 सालतिर खबरदार विद्यालयमा कसैले जात जाति वर्ग वर्णको साम देखाउन पाउँदैन, बराबर पंक्तिमा रहेर पढ्न पाउनुपर्छ भनेर एउटा सामाजिक अभियन्ता भनेको बडा विचित्रको अभियन्ता भन्दै गुरुजीले 300 भन्दा बढी स्कुललाई सहयोग गरिदिनु भयो विभिन्न जिल्लामा विभिन्न क्षेत्रमा। व्यक्तिले मात्र होइन, सनातन वैदिक धर्मको रक्षा गर्नको लागि मठ मन्दिर चाहिन्छ। मठ मन्दिरले मात्र पुग्दैन, अब दर्शन शास्त्रका अध्येता पनि यहाँ उत्पादन गर्नुपर्छ जसले राष्ट्रको व्याख्या गर्छ, जुन विद्याले संस्कृतिको व्याख्या गर्छ, जुन विद्याले जुन आफू जन्मेको माटो छ त्यो माटोको व्याख्या गर्दछ। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, यस्तो व्याख्या गर्ने व्याख्याता जन्माउनको लागि गुरुकुलमहरू चाहिन्छन् भनेर एकातिर गुरुकुलम, पूर्वीय वाङ्मय पठन पाठन गराउने गुरुकुलमहरू, पाश्चात्य दर्शनलाई पढाउनको लागि स्कुलहरू, सनातन वैदिक धर्मको रक्षा गर्नका लागि मठ मन्दिरहरू, 2-4 शीर्षक होइन अनन्त अनन्त शीर्षकहरू लिएर गाउँ गाउँमा टोल टोलमा गएर संस्कृति संस्कार मर्यादा परम्परा, पिताको कर्तव्य के हो, पुत्रको कर्तव्य के हो, सासूको कर्तव्य के हो, बुहारीको कर्तव्य के हो, छोराछोरी नाति नातिनाको कर्तव्य के हो, ब्रह्मचारीहरूको वानप्रस्थ गृहस्थ सन्यासहरूको कर्तव्य के हो, यी सबै कुराहरू बुझाउँदै लगभग 60 वर्षको उमेरमा उहाँले आफ्नो यहलीलाई समाप्त गराइदिनु भयो। समाप्त आफै हुनु भएन, हामी जस्ता हजारौं शिष्यलाई तयार गरिदिनु भयो। तपाईहरु जस्ता योग्य गृहस्थलाई शिक्षा दीक्षा दिनुभयो। ती गृहस्थहरूले फेरि शिक्षा दीक्षा भुल्न सक्छन्, बाटो बिराउन सक्छन्। तिमीहरूले तिनीहरूलाई सम्झाउनु पर्छ भनेर हामी जस्ता ब्रह्मचारी र साधुलाई फेरि जन्माइदिएर छोड्नुभयो। अद्भुत पुरुष हुनुहुन्थ्यो उहाँको विषयमा अब यति नै, यसभन्दा अगाडिमा बढिन। र कान्छी दिदी, सबैकी दिदी, साझी दिदी, घरकी मात्रै दिदी होइन, साझी दिदी, समष्टि दिदी, समाजमा केही गरौँ भन्ने भावना बुझेकी